साहित्य सिर्जना र ब्लग अमूर्त चिन्तन 15 युट्युब च्यानल। साहित्य सिर्जना र ब्लग अमूर्त चिन्तन 15 युट्युब च्यानल। सम्पूर्ण साहित्यिक मनहरूमा यो अमूर्त चिन्तन 15 युट्युब च्यानलको तर्फबाट साहित्यिक अभिवादन छ। सदा झैँ आज पनि यहाँहरू समक्ष एउटा नेपाली गजल लिएर उपस्थित भइसकेको छु। आशा छ यो गजल यहाँहरूलाई अवश्य मन पर्नेछ। धन्यवाद। गजलका शेरहरू यसरी सुरु हुन्छ। आज धेरै टाढा आइपुगेको छु तिमी बस्ने गाउँ छोडी। आज धेरै टाढा आइपुगेको छु तिमी बस्ने गाउँ छोडी। मन जति तिमीलाई नै छाडी आएको छु म तन मोडी। आज धेरै टाढा आइपुगेको छु तिमी बस्ने गाउँ छोडी। सोचे जस्तो सबै कुरा नपुग्दो रहेछ खै के गुनासो गर्नु। सोचे जस्तो सबै कुरा नपुग्दो रहेछ खै के गुनासो गर्नु। भन्नै त पर्यो जबरजस्ती बाँचेको छु आफ्नै दिल तोडी। आज धेरै टाढा आइपुगेको छु तिमी बस्ने गाउँ छोडी। आज थाहा भयो अब हामी यसरी नै टाढा हुने रहेछौँ। आज थाहा भयो अब हामी यसरी नै टाढा हुने रहेछौँ। फेरि भेट गराइदेऊ भनेर भन्नु खै कसलाई हात जोडी। आज फेरि टाढा आइपुगेको छु तिमी बस्ने गाउँ छोडी। तिमीलाई त्यतै छाडी यति टाढा आउने मन त थिएन। तिमीलाई त्यतै छाडी यति टाढा आउने मन त थिएन। तर पनि त हतारमा हिँड्नु पर्यो हेरेर बाध्यताको घडी। आज धेरै टाढा आइपुगेको छु तिमी बस्ने गाउँ छोडी। कतै कबड्डी खेल जस्तै लाग्ने यो मुलाङ्खरे जिन्दगी। कतै कबड्डी खेल जस्तै लाग्ने यो मुलाङ्खरे जिन्दगी। यति नै भन्न सके तिमीले सपार्नु आफ्नै घरको पिँढी। आज धेरै टाढा आइपुगेको छु तिमी बस्ने गाउँ छोडी। आज धेरै टाढा आइपुगेको छु तिमी बस्ने गाउँ छोडी। तिमी बस्ने गाउँ छोडी। यहाँहरूलाई मेरो गजल लेखन कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गरिदिनु हुनेछ भन्दै अहिलेलाई भने बिदा चाहन्छु। हवस् त, नमस्कार, धन्यवाद छ। सेवारो।